हेलो सबैजनालाई नमस्कार। आज चाहिँ हामीले बिए थर्ड इयरको पोलिटिकल साइन्स 425 यो चाहिँ मेजर पोलिटिक्सको रिगार्डिङ चाहिँ डिस्कस गर्नेछौँ। यसमा चाहिँ फर्स्ट युनिट रहेको छ पब्लिक एडमिनिस्ट्रेसन। पब्लिक एडमिनिस्ट्रेसनको इन्ट्रोडक्सन हैन, सार्वजनिक प्रशासनको परिचय यानि कि इन्ट्रोडक्सन टु पब्लिक एडमिनिस्ट्रेसन। फर्स्टमा वाट इज पब्लिक एडमिनिस्ट्रेसन भनेर चाहिँ जान्छौँ हामी चाहिँ। यसमा चाहिँ पब्लिक एडमिनिस्ट्रेसन इन नेपाली, यसलाई चाहिँ सार्वजनिक प्रशासन भनिन्छ यसलाई चाहिँ नेपालीमा। अनि यो चाहिँ थोरै मिनिङ्सहरू चाहिँ मैले यसमा हालिदिएको छु। अनि त्यस्तै यसमा वर्ड एडमिनिस्ट्रेसन भन्ने चाहिँ इङ्ग्लिसको ल्याटिन वर्डमा एड प्लस मिनिस्ट्रेयर, जसको मिनिङ भनेको चाहिँ टु सर्भ भनेर हुन्छ। अनि अब चाहिँ पब्लिक एडमिनिस्ट्रेसन सार्वजनिक प्रशासन, यसको मतलब चाहिँ यो हुन्छ कि जनरल पब्लिकलाई या त सिटिजन्सलाई चाहिँ टु प्रोभाइड सर्भिस, टु डु गुड टु अदर सिटिजन्स हैन। यसको सर्वसाधारण जनता या नागरिकहरूको हित गर्नु, सेवा पुर्याउनु वा अन्य नागरिक कल्याणकारी गर्नु। अनि एउटा चाहिँ फेमस रोमन पोलिटिकल थिङ्कर सिसेरो also had said that ad plus ministrate means to help or to serve, to direct and to govern हैन। अनि एउटा यसमा एउटा मिनिङ चाहिँ एउटा उसले भनेका छन् E.N. ग्ल्याडनले, एडमिनिस्ट्रेसन इज अ लङ एन्ड स्लाइटली पम्पस वर्ड बट इट हैज हम्बल मिनिङ फर इट मिन्स टु केयर फर, टु लुक आफ्टर पिपल, टु म्यानेज अफेयर्स हैन। अनि यसको यो प्रिन्सिपल्सको रिगार्डिङ चाहिँ कुनै कुनै स्कलर्सले यसको एक्ज्याक्टली प्रिन्सिपल्सहरू छ, सिद्धान्तहरू छ भनेर डिस्कस गरिरहेको पाइन्छ भने कसैको यस्तो एक्ज्याक्टली यसको प्रिन्सिपल्सहरू हुँदैन हैन भन्ने कुराहरू पनि पाइन्छ। तर सम स्कलर्सहरू वार्नर, एलडी व्हाइट यिनीहरूले चाहिँ प्रिन्सिपल्सहरू चाहिँ छ भनेर व्याख्या गरेका छन् हैन। के प्रिन्सिपल्सहरू हामी चाहिँ डिस्कस गर्छौँ यसमा चाहिँ, सिद्धान्तहरू। अनि कसरी चाहिँ यसको सिद्धान्त चाहिँ के हो त हैन, पब्लिक एडमिनिस्ट्रेसन के हो त भनेर गर्दाखेरि चाहिँ यसमा चाहिँ सङ्गठनको सिद्धान्त भनिन्छ। यसमा प्रिन्सिपल अफ अर्गनाइजेसन हैन, प्रिन्सिपल अफ पब्लिक इफिसियन्सी, प्रिन्सिपल अफ पब्लिक रिलेसन, प्रिन्सिपल अफ रिसर्च, प्रिन्सिपल अफ डिरेक्सन, प्रिन्सिपल अफ पब्लिक रेस्पोन्सिबिलिटी, सोसल नेसेसिटी, प्रोग्रेसन, इभोल्युसन, यो रहेको छ। यसमा चाहिँ सिद्धान्तहरू, प्रमुख सिद्धान्तहरू कुन कुन प्रिन्सिपलमा चाहिँ यो पब्लिक एडमिनिस्ट्रेसन काम गर्छ। अर्को चाहिँ हाम्रो सिलेबसमा रहेको छ फिचर्स अफ पब्लिक एडमिनिस्ट्रेसन भन्ने चाहिँ। फिचर्स भन्नाले चाहिँ अब यो यसको कस्तो खालको हुन्छ पब्लिक एडमिनिस्ट्रेसन भनेर बुझ्न सकिन्छ हैन। कस्तो खालको त हुने, यो चाहिँ यसले चाहिँ के कुराहरूलाई चाहिँ कभर गर्ने भन्ने खालको कुराहरूमा चाहिँ हुन्छ डिस्कसन हैन। टु एचिभ पोलिटिकल, इकोनोमिकल एन्ड सोसल अब्जेक्टिभ्स envisaged by the constitution is administration, हल्का डेफिनेसन भयो माथि। त्यसपछि इट इज कलेक्टिभ एक्टिभिटी फर वेलबिङ एन्ड ओभरअल डेभलपमेन्ट अफ द नेसन। सम अफ द फिचर्स चाहिँ यस्तो रहेको छ। यसको फिचर्सहरू चाहिँ यो चाहिँ मल्टिपर्पोज हुन्छ, बहुउद्देश्य हुन्छ हैन। बहुउद्देश्य इन द सेन्स कि मल्टिपर्पोज यसको चाहिँ कुनै पनि सरकारले तोकेको चाहिँ एउटा निश्चित सीमा हुँदैन यसमा चाहिँ हैन। कुनै बााउन्ड्री हुँदैन, कुनै लिमिट हुँदैन यसको बााउन्ड्री कि एउटा मात्रै काम गर्नुपर्छ भन्ने चाहिँ हुँदैन। यसको चाहिँ डिफ्रेन्ट काइन्ड्स अफ फ्याकल्टी अनि फिल्ड्सहरूमा चाहिँ यसको हुन्छ मल्टिपर्पोज। जुनसुकै कुरामा पनि यो पब्लिक एडमिनिस्ट्रेसनले चाहिँ हात हाल्न पाउँछ हैन। अर्को चाहिँ वाइड कभरेज, अब यसको चाहिँ फिल्ड्सहरू धेरै ठाउँमा चाहिँ यसले कभरेज गर्छ। जस्तै कुनै पनि सेक्टरमा अलग अलग हैन। लिगल इन्फोर्सेबिलिटी, अब यसले चाहिँ पब्लिक एडमिनिस्ट्रेसनलाई काम गर्नको लागि चाहिँ लिगल सपोर्ट चाहिँ चाहिन्छ। लिगल इन्फोर्सेबिलिटी भयो हैन। यसलाई चाहिँ काम गर्नको लागि लज एन्ड रुल्स अनि रेगुलेसन्सले चाहिँ यसलाई बाध्य बनाउँछ जनताको हितमा काम गर्नको लागि। त्यसपछि पब्लिक वेलफेयर भयो, अफकोर्स यसले काम गर्नु पऱ्यो सार्वजनिक कल्याण, जनताकै कल्याणको लागि काम गर्नु पऱ्यो। त्यसपछि अनलिमिटेड एक्सपेक्टेसन्स, जनताको चाहिँ पब्लिक एडमिनिस्ट्रेसन सार्वजनिक सेवामा चाहिँ एक्सपेक्टेसन धेरै हुन्छ। पोलिटिकल गाइडेन्स, पोलिटिकली गाइडेड हुन्छ यो राजनीतिक उसले गाइड गर्नै पर्ने हुन्छ। यसमा चाहिँ पब्लिसाइज द वर्क, यसको कार्यहरूलाई चाहिँ
सार्वजनिकीकरण गर्नुपर्ने हुन्छ। यसको चाहिँ के कामहरू छ, के कार्यक्षेत्रहरू छ भनेर यसलाई चाहिँ पब्लिसाइज गर्नुपर्ने हुन्छ। प्रोटेक्सन एन्ड प्रमोसन, यसले चाहिँ कमजोर वर्गका मानिसहरूको संरक्षण गर्नु यसको कर्तव्य हो है। त्यसपछि हेल्प, यसले चाहिँ पोलिटिकल लिडर्सहरूलाई चाहिँ कोअपरेसन एसिस्टेन्ट गर्ने हुनाले यसलाई चाहिँ प्रमुख विशेषता पनि मानिन्छ है। राजनीतिक नेतृत्वलाई नीति निर्माणमा सहयोग पुर्याउँछ नि त यसले चाहिँ, त्यो रहेको छ। त्यसैले समग्रमा चाहिँ के भन्नु पर्यो भन्दाखेरि यो बहुउद्देश्यीय हुन्छ, कार्यक्षेत्र विस्तृत हुन्छ, अनएभोइडेबल हुन्छ, लिगल इन्फोर्सेबिलिटी हुन्छ, राजनीतिक नेतृत्वप्रति जिम्मेवार र वफादेही हुन्छ। सबैलाई चाहिँ एक्जामको लागि बेस्ट अफ लक। अरू भिडियो आउने नै छ है। थ्याङ्क यू।